डिजाइनको एउटा यो 5 स्टार होटल रहेछ। अझै दामी भइरहेछ। स्टेसनको काम सक्यो। होटेको बुहारी हुन चाहिँ फेरि भाग्यमै हुनुपर्छ है। फेरि कस्तो देखिरहेछ रोयल जस्तो? यो चाहिँ राजाले लाउने हो क्या? यो स्टेज गर्न भनेको एकदमै लामो समय भयो कि टाइरको हुँदैछ है। ल सक्यो है। अब छुट्नु हुने अझै? ल यसो ल Aja portfolio sama sama portfolio lagi. Bude di Wangiso. Aja suka epimban ya, aja kiciki. Mana culture tentu Minang isa trusiju, gosiju. ल बाई बाई। Lah. ल सम्पूर्णलाई गुड मर्निङ एन्ड टसिटुले भन्न चाहन्छु। र विशेष गरी चाहिँ आज होइन, अब धेरै दिनपछि मैले एउटा भ्लग ल्याउने कोसिस गरेको छु तपाईँहरू माझमा। किनभने मैले भ्लग नहालेको पनि धेरै भयो नि त। र विशेष गरी चाहिँ म चाहिँ फेरि अब आफ्नो कल्चरसँग रिलेटेड प्राय म बनाउँछु। त्यस कारणले गर्दाखेरि चाहिँ अब तपाईँहरूलाई चाहिँ आज हाम्रो कल्चरको रिलेटेड अब एउटा प्रोग्राम छ। त्यो प्रोग्राममा चाहिँ अब सायद यो विश्वभरिको यो आदिवासीहरूको चाहिँ एउटा सामूहिक नृत्य भएको हुँदा तपाईँहरूलाई चाहिँ सायद त्यो पनि त अब तपाईँहरूले हाइलाइट र थम्बनेलहरू हेरेर पनि थाहा भइसक्नु भएको होला। र त्यसै गरी तपाईँहरूले पनि यो आजको मेरो यो अब भ्लगलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु है त गाइजहरू। ल गाइजहरू फेरि हामी यहाँ ठाउँमा आइपुगेको छु। बाइक पनि पार्किङ गरिसक्यो। ठाउँ त बबाल रहेछ यार। यो चाहिँ पुरानो डिजाइनको एउटा यो 5 स्टार होटल रहेछ। विशेष गरी म तपाईँहरूलाई नि देखाउने छु है त कस्तो छ भनेर। यस्तो छ यो भित्र छ भने यस्तो बवाल चिजहरू छ अरे कि। सङ्ग्रहालय विभिन्न यो पुरानो सामानहरू छ अरे। अब भरे म तपाईँहरूलाई भित्र पनि देखाउने छु कस्तो छ भनेर। धेरै दिनपछि फेरि यहाँ पनि आएर आज एउटा सानो प्रस्तुति देखाउने मौका मिलेको छ। र हाम्रो आज र म चाहिँ सँग आएँ। हाम्रो साथीहरू चाहिँ अलि पछाडि आउँदै हुनुहुन्छ। र हाम्रो आज र म चाहिँ कस्तो छ आज? अगाडि सबसे भन्दा अगाडि आइपुग्यो क्या आज र म चाहिँ। हेर्नुहोस् त आजको पछाडि कस्तो राम्रो देखेको। तपाईँले केही भनिदिनु आजको हाम्रो बारेमा नि? आज हामी यहाँनिर चाहिँ आदिवासी जनजातिहरूको कार्यक्रममा चाहिँ यता उपस्थित भएका छौँ। अनि हाम्रो भोटेको तर्फबाट पनि एउटा स्याप्रो प्रस्तुत गर्न लागिरहेछौँ। अनि त्यही भएर हामी समयमै उपस्थित भएको छौँ। साथीहरू पनि छिट्टै आउनुहुनेछ भन्ने आश गरेको छौँ। ल भरे तपाईँहरूलाई पनि हाम्रो भोटे स्याप्रो देखाउने छ होइन दिदी? आज त एकदम देखाउने। अहिले चाहिँ सिम्पलमा छ। अहिले सबै ड्रेसअप लगाइसकेपछि फेरि पनि हामी बनाउने छौँ तपाईँहरूलाई आजको फुल भिडियो है। देखाउने छ। ल आज रोयल पहिला अब प्राय यो रोयल ग्रुपहरू नै आउँछ होला है यहाँ। किनभने के अरे धनी बिजनेसम्यानहरू मात्रै आउने ठाउँ हो नि त यहाँ त। यहाँ त 30,000देखि सुरु हुन्छ भन्ने सुनेछु। 30,000 रे? 30,000 देखि माथि सुत्ने। हामी त कहाँ नि प्राय 300 को पनि अब बस्न गाह्रो हुन्छ। 30,000 त कता हो कता हो। ल तै पनि हामी पनि यो ठाउँमा पुग्नुपर्छ भन्ने आश चाहिँ गर्नुपर्छ है। तर पुग्नु चाहिँ पर्छ। पैसा मात्रै कमाएर यहाँ सुत्ने भन्ने होइन कि कसरी हामी पनि अगाडि आएर यो देशको के भन्छ आर्थिक नीति राजनीतिक नीति कस्तो कस्तो रहेछ त्यो बुझेर चाहिँ कुनै न कुनै बेला हामी पनि यो अवस्थामा पुग्नेछौँ भन्ने आश चाहिँ गरेको छ। ल हाम्रो आजीहरू पनि आइपुग्यो होइन? आजी गुड मर्निङ दाइ। गुड मर्निङ। ल सबै आइपुग्यो। कस्तो भइरहेछ आज? दामी भइरहेछ। दामी। आज त तलदेखि नचिन्ने भएछ त। नचिन्ने भएछ त। सबै रेडी। अब कार्यक्रम कतिखेर सुरु हुने हो?
नेम इन्ट्री गर्नको लागि जाँदैछु भरे कतिखेर पर्छ भनेर हाम्रो दाजु अगाडि जाँदै हुनुहुन्छ है किनभने अलिकति यस्तो ठाउँमा छिर्दाखेरि चाहिँ अलिकति छुट्टै बेग्लै आनन्द आउँछ कि हजुर माहौलै बेग्लै छ यार स्टेसनको काम सक्यो फेरि अब हामी डिसअपतिर ड्रेस लाउनेतिर जानेछु त्यसको लागि रेडी हुँदैछ अरू हाम्रो चेलीहरू चाहिँ उता तलतिर त्यो ड्रेस लाउन जानुभएको छ आजहरू ठाउँ चाहिँ यस्तो रहेछ हेर्नुहोस् अब सब यो स्टेज चाहिँ खोइ कतातिर चाहिँ थाहा छैन तर ठुलो छ भन्दै थियो हाम्रो आजहरू आइपुग्यो है एक मुस्ट यहाँ अन्त ह्याक तान्दै हो ल खस ल दिइसक्यो हामीले पाउने यति छुङ्न न भयो भने म छुङ्न भयो नाच्ने बेला मात्रै त्यो जम्मा आउनु पर्ने त्यो भने अल्फाबेट भनेपछि हामी त पछि रहेछ अल्फाबेटको आधारमा झोलाहरू यता खाजा खानातिर लागौँ फेरि खाजा खाना लाजी खाजा खाना लागौँ होइन लाइनमा रहेछ मानले डो मानले यो मैले त ए लो आटालाई मानिया लैदैन ले म पनि देखाइदिउँ न यार एउटा ठाउँमा बसेर नै खाना पाउने लाइनमा फेरि आज के भयो आज कहिले काहीँ यस्तो हुन्छ यतिको भएन भने त अनि मजै भएन नि त भित्र अलिकति चट्ट है रोयलको खाना खाने ठाउँमा बसेर खाउँ कि जस्तो लागेको थियो तर अलिकति यो नाच्नेहरूलाई चाहिँ छैन भनेर फेरि अलिकति थोरै यतिको त अलिकति भोग्नै पऱ्यो नि त होइन बाबा हेर न कहिले बनाउने यस्तोमा कहिले बस्ने यार त्यो सपना तपाईँ बस्नुहुन्छ होला आज यतै भात म बस्दिनँ हौ यो गर्दाको वाक्क भइयो बस्दा बस भरे स्विमिङ खेल्न जानुपर्छ यार यता हो चट्ट क्या दामी हो गोकिमी त सरको मानि दिनु फुलहरू यो फुल त हाम्रो गाउँघरतिर चाले माथि लेकतिर फुलिरहेको हुन्छ यार पैसा भयो भने त हेर है के आनन्द छ नि चापको फुल के को फुल भन्छ यसलाई चापको फुल यसा खिङ्गट नि खिङ्गी मानो मानो वेलकम दिनु अनि मिगी नि ल भनेपछि अघि आउँदा खोइ तिमी सुनै न दर्शनमा तिमी लाग्छ
अघि आउँदा पो कस्तो कस्तो थियो त अब ड्रेस गर्दा त हाम्रो पनि कम छैन है फेरि भोटे हो नि त फेरि हुँदाखेरि यहाँ हुन्छ नि दामी होइन यो भित्र है त्यहाँ तल सोफाहरू राख्छ क्या बिल्डिङमा होइन क्या दामी सुटिङ गर्छ नि यहाँ यो भित्र है ड्रेस लगायो भने त हाम्रो पनि कम छैन है योलाई चाहिँ के भन्छ अहिले सिन्द स्यामु काटुक सबै तल्लादेखि ल हाम्रो आजीले चाहिँ लगाइसक्नु भएको रहेछ साथीहरू चट्ट छ है तल्लादेखि हेर्नुहोस् त आम्मा यत्तिको भोटेको बुहारी हुन चाहिँ फेरि भाग्यमै हुनुपर्छ है फेरि हातबातले यतिको लाउनु गाह्रो छ नि त फेरि अनि यहाँ भनेपछि सायद यहाँ त आज यो दरबार यो 5 स्टार होटलमा आए पनि यहाँको रोयल मान्छेहरूले यत्तिको पनि लाउँदैन होला है यत्तिको पनि लाउँदैन आज चाहिँ यहाँ रोयलै हो यत्तिको लाउन पाउनु भनेको त अहिले पनि म नर्मल छु भरे फेरि म पनि फेरि राजाभन्दा कम हुन्न नि फेरि यस्तो लाउनुपर्छ यता कता कता बाँडेर आजको रेडी भइसक्नु भयो आम्मा भोटेको बुहारी हुन त खप्परमै हुनुपर्छ भन्ने चाहिँ हो रहेछ ल गाइजहरू कस्तो देखिरहेछ रोयल जस्तो किनभने अब हाम्रो पनि प्रोग्राम अब यो के भन्छ तल वेलकम प्रोग्राम रहेछ हामीले छिटो छिटो लाउनु परेको हुँदा मैले पनि लगाइसकेँ अब है अब तल लाइनमा बस्ने यो चाहिँ फेरि नयाँ है यसपालि हाम्रो नत्र अर्को लाउँथ्यो यसपालिदेखि चाहिँ यो अब किनभने अर्कोको ठाउँमा यो लगाइदिउँ भनेर हामीले सल्लाहमा चाहिँ यो लगाइदिउँ भनेर लगाएको नत्र अरू त खै त्यस्तो त यो जहिले लगाएको बानीले अब त्यति नौलो त खासै होइन जस्तो लाग्छ तर त्यही पनि अरू सामु चाहिँ आफ्नो यो पोसाक देखाउन पाउँदा चाहिँ एकदम गुड लाग्छ है यो बेला चाहिँ ल हाम्रो आजीहरू पनि रेडी भइसक्यो यसले अझै लगाइसकेन छुटेछ कि यो छापछाप छुटेर ए ल ल लागौँ मात्र डिक्कीसितै आउन हाम्रो टोलीहरू हेर्नु ल यहाँ छिरिसकेको छ है नै लाउनु पर्ने हुन्छ अलि त्यसले होला त 2-3 घन्टै लाग्छ यार यस्तो लाउनु पऱ्यो भने त त्यो उठाउने जताततै जाने ठाउँ नै ठाउँ रहेछ अब वेलकम प्रोग्रामको लागि चाहिँ एकचोटि अब हामी देखाउनु पर्ने हुन्छ त्यही भएर हनला बिक्कन कस्तो मधुरो देखिने रहेछ यार Yes. Photo session. Wow. दाइको चाहिँ युनिक छ है टोपी चाहिँ हेरे हामी भन्दा बेग्लै हैन यो चाहिँ राजाले लाउने हो क्या यो चाहिँ आफ्नो कल्चर अनुसार आज देखाउनु पर्ने हाम्रो पनि सुरु गरौँ न हाम्रो पनि सुरु ल हाम्रो पनि सुरु सुरु सिधै ल जौरानीको भान्जे हाम्रो चाहिँ एकछिनमा चदिन्छ है एकछिनमा चदिन्छ ल
के लाउनु भयो आज झ्यामुङमा त फुलै छैन रहेछ यहाँ फुल टिपेर तर झमुङमा फुलले चाहिँ लास्टै सोधिने क्या आम्मा बाबा राम्रो लाउनु त दिदी के गर्नु अरूलाई हाम्रोमा हेर्दा त अरूलाई त हेर्नै नमन लाग्ने क्या अब चट्ट अब त शान्त भएर अब केदेखि टाढो गयो है तपाईँको पसिना हेर्नु न गाजाहरू त नर्मलै छ मलाई त यो चाहनु भयो स्टेज गर्न भनेको एकदमै लामो समय भयो कि हुनाले यो छोटो भयो कि यहाँ समय छोटो भयो त्यो कारणले गर्दा भ्याएन कि अब हामी यस्तो स्वागतको जस्तो मात्र बस्ने माथि गएर एक राउन्ड लाउँछौँ अनि फर्किन्छौँ है शेर्पाको मात्रै एउटा गीत छ त्यहाँबाट हामी हेर्नु पनि नाच्दै यसो जाने अनि यसो त्यो गर्नु अब हामी क्याटवकमा जानुपर्छ भनेपछि डान्स शब्द छैन क्या शब्द मिपोसको होइन पुरै नत्र मन्दिर गएर नाच्ने सोच्थ्यो बिगारिहाल्यो न देखाउने सोच्थ्यो आज धेरै भोटेको डान्स देखाउने धोका थियो आज अब समय अलिकति छोटो भएको कारणले आज सबै कल्चर डान्स चाहिँ क्यान्सल गरेको रहेछ अब यसो क्याटवक देखाउने मात्रै रहेछ आज हिजो स्याट फेरि स्याट भइहाल्यो हाम्रो भोटे भनेपछि यही देखाउनु पर्ने रहेछ डान्स त हाम्रो र शेर्पाको कल्चर चाहिँ यो बोइजको चाहिँ सेम जस्तै हुन्छ गाउँको मलाउने चाहिँ अलिक फरक हुन्छ है लगभग सेम नै हुन्छ हाम्रो अब शेर्पाको यसरी लाउँछ नि त यसरी उनीहरूले ढुङ्गा शेर्पाको चाहिँ यस्तो छ भने हेर्नुहोस् जेलेहरूले यस्तो तरिकाले लाउनुहुन्छ भने हाम्रो भोटेहरूको चाहिँ यसरी सबै तल्लदेखि सबैको एउटा चिजको बनाइहालेछ यत्रो आएको आज भनेपछि यो समय कम भएको हुनाले यो डान्स स्टेज डान्स चाहिँ नआउने रहेछ त्यही पनि यो मन्दिर आएपछि चाहिँ यो गेटभित्र छिर्नुहुन्छ नि त त्यो गेट अनि यहाँदेखि नाच्दै गएपछि भित्र यो होलसेल घुमाउने रहेछ यो सबै डुलाएपछि चाहिँ हाम्रो आजको यो कार्यक्रम चाहिँ हाम्रो लागि चाहिँ यतिमै हुँदो रहेछ तर कार्यक्रम चाहिँ दिनभरि नै हुँदो रहेछ सक्दो हामी नाच्न नपाए पनि हाम्रो यो बाहिर भए पनि मन्दिरबाट नाच्दै बोलाउनेछु अब सक्दो हाम्रो पनि कल्चर त देखाउनु पऱ्यो हामी पनि सक्दो देखाउनेछु तपाईँहरू पनि हेर्दै गर्नु होला भन्न चाहन्छु हामी फेरि अर्को डान्स नाच्नेछु है फेरि अहिले अर्को किनभने भित्र नाच्न पाएन हामीलाई भित्र हाम्रो आज उयो बाहिरको मात्रै अरे स्वागत गरेर जाने यतिको पनि ठिकै हो अब के भन्नु र हामीलाई हाम्रो जात अनि आफ्नो संस्कृति चाहिँ यो बाहिरै देखाएर आज चाहिँ यसो घुमेर स्वागत मात्रै हो ठिक छ त है अरू स्वागत चाहिँ राम्रो गराइदिने ल फेरि अर्को नाच्नु पऱ्यो ल
आजहरूलाई कस्तो भयो आज ला कस्तो भयो एकदम हाम्रो सबरो बेस के उनीहरूको हाम्रै बेस हामी हाम्रो बेस उहाँहरू हाम्रै बेस अरूभन्दा हाम्रै छुट्टै लाग्छ है हाम्रो भोटेको डेस बिस्तारै आजहरूलाई कस्तो लाग्यो हाम्रो अब मन्त्री साहब आइसक्नु भएको रहेछ जो न हो कि अब हाम्रो पालो हुँदैछ है हाम्रो पालो अब म भरे तपाईँलाई अर्को देखाउनुहुन्छ मलाई यो चाहिँ फोटो खिच्न भ्याउँदैन होला है हाम्रो पालो सक्यो थोरै थोरै मात्र रहेछ अर्को पालो राई अर्को हुँदैछ है सामूहिक प्रयास 20 वर्षको यात्रा 2005-2025 2018 16 गतेदेखि 20 गतेसम्म काठमाडौँमा
हाम्रो छोटो मिठो छोटो मिठो दिने ल छोटो मिठो Before we start attending and being understood, we have 6 languages available in our celebration and a wonderful team of interpreters supporting so you can all understand each other. This requires us to speak slowly in the microphone. It requires us to have only one person speaking at the same time. You cannot change language. When you start in one, continue your sentence in that language. And also, if you're coming from the audience, state your language before you speak so that the interpreters know who is going to. ल सक्यो अब सक्यो यो फुकाउँदा हुन्छ होला अम्मा गर्मीले त थुरुथुरु पार्ने रहेछ मिठो गर्मीले सक्यो किनभने आज चाहिँ यो टाइम थोरै भएर खासै यो भित्र स्टेजमा चाहिँ खासै नाच्न दिएन एकछिनको लागि वेलकम मात्रै गरेको रहेछ गर्नुपर्ने रहेछ हामीले त्यो पनि गरेर आइसके अब एकछिन हामी तल भिडियो सुटहरू गर्छ आज चाहिँ हाम्रो यो छोटो अब एउटा कल्चर सम्बन्धीको हामी पनि छु है हाम्रो पनि एउटा जात छ है हाम्रो पनि एउटा छ भनेर अरू सामु चिनाउनको लागि भए पनि हामीले यो यहाँ आएको छु यहाँ चाहिँ कस्तो भन्दाखेरि विश्वभरिको जनजातिहरूको विश्वभरिको रहेछ क्या 20औं शताब्दी अब लगभग त्यति कटिसकेको रहेछ क्या मैले चाहिँ अब त्यसरी बुझेँ अब सायद भित्र अझै हामी भरेतिर सक्यो भने भित्र पनि बस्नेछु कस्तो छ भनेर हामी पनि बुझ्न चाहन्छु है तर आजदेखि चाहिँ हाम्रो यो युनिक क्या अरूले हामीलाई आज चाहिँ विशेष गरी चाहिँ हाम्रो यो हामी हेर्दा त नि दाइ हामी हेर्दा त फोटो खिचौँ लाग्ने त छैन तर यो टोपीले गर्दाखेरि चाहिँ हामीलाई होइन आज यति फोटो खिच्यो कि आम्मा एकले पनि नमस्ते अर्कोले पनि नमस्ते यो त पक्का एकदम अनि एकले पनि तान्छ एकछिन आउनु न किनभने त्यो के को कारणले हो त हाम्रो कल्चर ड्रेसले गर्दा यो मेन चाहिँ यो हाम्रो टोपीको कारणले गर्दाखेरि त्यस्तो भएको अनि त्यही भएर हाम्रो चेलीहरूलाई पनि यो हाम्रो स्यामुङ डोङ्सो हाम्रो एकदम चिनारी पसिना खलखल भयो अब लगभग हामी फोटो सेसन गर्दैछु यो फोटो सेसन सकेपछि चाहिँ अब हाम्रो आजको मेरो भ्लग पनि यतिमै एन्डिङ हुनसक्छ त्यही पनि एकछिन चाहिँ म तपाईँहरूलाई देखाउने छु कस्तो भन्दाखेरि यो भित्र चाहिँ निषेध गरेको रहेछ क्या तल्लोतिर छिर्नलाई अनि यो माथितिर छिर्नलाई पनि खासै नदिने रहेछ मैले सबै तपाईँहरूलाई देखाउँछु भनेर कोसिस चाहिँ गरेको थिएँ त्यही पनि सोद्धाखेरि चाहिँ अलिकति भित्रभित्र छिर्न नदिने रहेछ नत्र यो भित्र चाहिँ ठाउँहरू खतरा छ भनेर मैले सुन्नमा आएको थिएँ या के अरू यो के भन्छ सङ्ग्रहालय पुरानो चिजहरू चाहिँ यो भित्र छ भनेर सुनेको तर यहाँ ठ्याक्कै एउटा हल र अनि जाने बाटो मात्र खुल्ला गरेको रहेछ अब हामी फोटो सेसन अब लगभग सबैजना चाहिँ छुटिसक्नु भएको छ र बढी जस्तो चाहिँ माथि छ अब हामी पनि अब यतिमै आज सामानहरू फेरि अघि लाउनमा छ्याउ अहिले फुकाल्नमा छ्याउ फुकालिसक्यो अब सबै सामानहरू अब हामी कहाँ जानुपर्ने खाजा खाना होइन खाजा खाने हाम्रो लगभग कल्चर हामीले देखाइसक्यो उनीहरूले पनि आहा भनिसक्यो हामीलाई हाम्रो सामानहरू त छ्याप्छ्यापी धेरै गर्मी भयो मैले पनि फुकालिसकेँ कहिले चाहिँ फुकाल्नु पनि भएको थियो टोपीले त यस्तो हलाउँदो रहेछ पहिलोचोटि यो लगाएको नत्र त यो हाम्रो बिहे त्यस्तोमा लगाउँथेँ नि त मैले पहिलोचोटि लगाएको थिएँ किनभने यहाँ युनिक देखाइदिउँ भनेर एउटा अरू सामु पनि एउटा हामीले कल्चरको बेसमा पनि अलिकति अरू सामु चिनाउँदाखेरि हामीले सहज हुन्छ नि त त्यही भएर लाग्यो हामी फेरि फर्क्यो ठ्याक्कै अब खाना है अलिकति यत्रो उफ्रियो अब अलिकति खानु त अब इनर्जी पनि सक्यो हो अब बिहानै कति बजी आएको हामी 6-7 यहाँ त हामी कति 7:30मा आइपुगेको 7:30 भनेपछि 3 घन्टा उफ्रेछु इनर्जी नै लस फर्केर खाजा खाने अनि त्यहाँदेखि छुट्टिने हामी जानुपर्ने हुन्छ मैले बाइक यता राखेँ चाबी होइन मेरो सिउनु यसकै होला त्यो भित्र हिगो छि जाइगिन
बाइक त्यही Halo, यो खै कसको बाइक हो यहाँ रहेछ मेम्बे इधर सोल हो मेम्बो बे हिगी नै स्याउन बाइक यसकै रहेछ चाबी अनि मैले चाहिँ यही छो राखेँ किनभने यहाँ बाहिर थियो त्यही भएर भित्रै राख्यो भने अलिकति सहज हुन्छ उसलाई पनि मैले बाइकमै फुलेछु भन्ने खालको त हुन्छ नि त बाहिर राख्यो भने अरूले टिपेर लान सक्छ सबै निस्किरहेछ मेरो चाहिँ यता राखेको छु दाइको ल ल ल ल मेरो चाहिँ यहाँ छ ल उनीहरू पनि फर्किने क्रममा रहेछ हाम्रो पनि चढिसक्यो कुन बाटो जाने हो यो सुकेधारा नजिक यो नेपाली भान्सा घरमा आइपुगेँ अरू त सबै हाम्रो दाइहरूले चाहिँ यो पार्किङ सबै गरेर भित्र छिरिसक्नु भएको रहेछ मैले चाहिँ यहाँ गरेँ अब भित्र छिर्छु भित्र खै आज खानामा के हुने हो अब म तपाईँहरूलाई देखाउने छु थोरै गफ मात्रै हुन्छ ल हामीले लगभग अब मेन त सकिसक्यो यताबाट जान्छ आइपुग्यो यतातिर मिलाउन लेभलमा मिलाएर आऊ न स्पेसल खाना आयो मटन होला स्पेसल नि आज त जहाँ पनि स्पेसल हो नि एकछिनमा सुरुमा त राजा रानी जस्तै भयो फेरि जनजातिमै फर्काइहाल्यो खानामा लाग्यो सबैजना मिठो खाना आज दाउराको खाना दाउरामा पकाएको खाना हेलो अब छुट्नु हुने अझै ल फेरि नेक्स्टचोटि भेटौँ है ल अझै ल यसो ल राम्रोसँग जानुहोस् है ल हाम्रो मजिकहरू भे यही हो त ल हामी अब लगभग सकिसक्यो किनभने मेन भनेको चाहिँ हाम्रो पेट पूजा चाहिँ ठुलो हो होइन पेट पूजा चाहिँ गरिसक्यो हामीले ल लड्नु पाउँछ होइन अब त अघि पो इनर्जी सक्यो त अब छ नि ल मैले हरिङ्गी आजको बारेमा यसो थोरै भनिदिनु हरिङ्गी महानहरू से मात्रा लुंगवा देश से मिनी संस्कृति से तेंदु शौक से नहीं आजा सब भोटफोला सांगो सबा भोटफोला की भोटे दिवाली सब आजा सब का एफिम बने ने आजा से तो गस रठस रचो आजा से दिला तेंदे माना मादर मिगा की आजा से दिला माशो भोटे के हम रैप सब पत्रकार करते ओके nak puji gua sama jungo habsi nak luluk majik paya kapuji paya madra terga hari gasiju मेनली हरिङ्गी कार्यक्रम चाहिँ उनीहरूले नै ल्याएको रहेछ हो गएपछि निगनी मिना कुजाङ जाङ गदु ल्याउनु मात्र यसै बादु ना कुदु ल नि सिजु ठसिजु ल जिङ ल थाङबा नुक्ची सिलाउन पिन्जाङ फुटकला दुला देखेंगी फोटे भाजी मिन्दाङ देश विदेश ला देखे लुङबला देखे कुरी थांगो जाबो ये बा निसो ina yambul देखेंगे बथाङ से जासे अरे जाकी जिकी माना कल्चर तेन दिमिनाङ से ठसिजु गसिजु अनि अन्त तिङला बाटेंगे निसे ल बाइ बाइ ल आजले केही मोदन राजी मिसिले हो ठिक्क ल बाइ बाइ ल नेक्स्ट चोटि है ल ल ठिक ल बाइ केही भन्नु छ आज त के भन्नु अघिले सबै भनिसके अहिले अब ल नेक्स्ट चोटि
ल आज भाइ नेक्स्टमा भेटौँ है ल ल ल म भाइ ल ल दाजुभाइ ल ल हामी पनि अब जाने होला है दिदी ल आजलाई तपाईँहरूलाई चाहिँ यति नै बाई बाई ल अब यतिसम्म हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद र अझै पनि म सक्दो आफ्नै भोटे कल्चरको यो विभिन्न यो कसरी हाम्रो कल्चरहरू चाहिँ कुन कुन रहेछ भनेर मैले लगभग अब आधी मात्र देखाएको छु भन्नाले जस्तै युट्युबमा चाहिँ मैले अब अझै हाम्रो भोटे कल्चरहरू चाहिँ टन्नै हाल्नुपर्ने छ र यो जस्तै कुनै प्रोग्रामहरू जाँदाखेरि मात्र म हाल्ने गर्छु र थ्याङ्क यू तपाईँहरूलाई यतिसम्म हेरिदिनु भएकोमा ल यतिमै म आजको यो भ्लग चाहिँ यतिमै इन्टिङ गर्न चाहन्छु है त ल ल दिदी बाई 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 ल बाई बाई